यो गाइस हामी चाहिँ यो पहाड पुग्नुपर्ने छ। अब हल्का तपाईँलाई बाटोमा देखाउँदै जाँदैछु। यो जाप्पा के बोल्नु हामी चाहिँ माथि जान आँटेको गाइस। खाना पनि खाने पहाडको बाटो आइसकेको छौँ। पहाडको बाटोमा त्यहाँ पहाडको बाटो भनेको फेरि यस्तो बाटोलाई अलिकति पर माथि चाहिँ पाहाड छ। उयो हामी पाहाड पुग्नुपर्ने हो अहिले चाहिँ चप्प तेल हालेर यस्तो यस्तो छ बाटोहरू। हेलमेट सालमा त लाउनु पर्दैन। टक्क अब अलिकति तपाईँलाई अलिकति पर गएर देखाउँछु। स्टे ट्युन। हामी चाहिँ यस्तो पाहाडबाट आइसकेको छौँ। पछाडिको बाटो पनि हेर्नु सक्नुहुन्छ। अब धेरै छैन, त्यही 2-3 घन्टामा त्यो पुग्ने गाडी। ए गाडी पनि कुद्छ यो बाटो चाहिँ खतरा छ। बाउको हन्डा बाइकमा आएकै बाउको हन्डा बाइकमा आएको भयो। यस्तो बाटोहरू चाहिँ यता आन्टीहरू हुन्छ। बोल्ने केही बोल के बोल्नु के चुक्नु यस्तो छ बाटोहरू चाहिँ बनाउँदो रहेछ। गाह्रो हुने पर्यो फेरि ट्र्याक्टरहरू यहीँ छ। यता माथिबाट जानुपर्ने थियो। त्यहाँ बाटो यस्तो ब्लक गरेको छ। उयो बनाउनुको लागि के पो भन्छ अलकत्र हाल्दै रहेछ। बाटो बनाउनुको लागि अलकत्र हाल्दै रहेछ। अब अर्को बाटो यता रोडबाट जानुपर्ने हो। ए गाह्रो छ। तर के गर्नु गौडाको उयो फुटिरहेको जस्तो लागेको छ क्या मलाई त। झर्ना फुटेको जस्तो लाग्यो। हेरौँ न के हुन्छ। अब यो रोडबाट पुग्ने गौडा भन्ने चाहिँ अब लेफ्ट साइड लाबो चाहिँ लियो भाइरल पुल के भन्छ त्यहाँ आएको छौँ। नेपालको दोस्रो लामो पुल। पहिलो कोसी सेकेन्डमा यो। अब एकछिन यहाँ बसेर खाजा खाँदा जाने हो। यो हामी चाहिँ फाइनली रोड आइसक्यौँ। अब अलिकति माथि धेरै माथि छैन। अझै माथि अब आधी सक्छ होला। त्यसबाट हल्का इन्जियर लाइटको इन्जियर गर्नु पर्यो। माथि घर आउँदै बस्नु त्यसले गर्दा भक्ता पनि लाउनु पर्यो। यस्तो बाटो चाहिँ झ्याप्प बाउको हन्डा बाइकमा जाने हो आउने हो। बाटो त बन्द आउनु पर्ने फाइनली डेस्टिनेसनमा पुग्न आँट्यौँ। यस्तो छ डेस्टिनेसन। यहाँ भ्यू कस्तो दामी भ्यू चाहिँ दामी छ क्या। यस्तो दामी भिडियोमा देखेको छैन कि आँखाले चाहिँ यस्तो लम्बिरहेको छ न कसम भनेको। चिसो ठाउँ के चिसो मौसम अब हामी अलिक माथि गएको यस्तो छ। कस्तो झन् पौडी खेल्नु भनेर आएको थिएँ। झर्नै फुटेछ नि हो के भएको। मैले यता सोधेको थिएँ आन्टीलाई अब आफै गाउँले गएर खटेर बस्नु के भएको ढिल्ला भएछ है। यस्तो छ सबै फुटेर यस्तो राम्रो माथि यो माथि डिफ्री गर्नुभएको पार्ट चाहिँ सब रहेछ। बाटो कहाँ यता जानु चाहिँ ठाउँ त राम्रो एकदम राम्रो ठाउँ त। तर यो फुटेछ क्या झर्नै फुटेछ।